नाचुपिनी निनी घन्टुपिनी निनी नाचुपिनी निनी सीधा कुरा 50,000 चाहिँ दिनु पर्यो माटो माग्नु नआए पनि हुन्छ 50 दियो भनेदेखि हामी हाल्छौँ माटोले हाल्नु पर्यो नयाँ नेपालमा बहुजन व्यवस्थै ठिक छैन एकदम शासनै ठिक छैन भन्दा चरालाई दिएर दिइरहनु छ जनताले नमस्ते हजुर नमस्ते नमस्ते आराम हुनुहुन्छ ठिक छ हजुर ठिक छ ठिक छ अहिलेतिर म लिनु पठाउँछु नि बर्थडेको हो कि आइपुग्नु भयो बजार घुम्दै घुम्दै हामी गोदकमा कार्यक्रम थियो ए हजुर हजुर अनि अस्ति एउटा अहिले बेलुका नानीले पटेको अहिले म चाहिँ राजनीति गर्ने मान्छे थिइनँ म विकासमा काम गर्ने मान्छे हो अब मेरो बारेमा तपाईँले फेसबुकमा पनि हेर्नु सक्नुहुन्छ तर अब अलिकति कुरा फिकलकै मान्छे फिकलकै विकास भएको छैन होइन इलामको विकास भएको छैन अब राजनीति गर्न आउने लडाइँ झगडा बाहेक केही सिकाएन नि त पहिला त लुटपाट लडाइँ झगडा बाहेक त केही पनि जानिएन पनि सिकिएन पनि होइन अब अलिकति विकास गर्नुपर्छ तपाईँ जस्तो सबै परिवार युवा भाइ बहिनीहरूलाई रोजगार सिर्जना गर्नुपर्छ सबै चिजहरूको लागि पुराना दलहरू असफल भएको अवस्था छ अहिले होइन त्यसले गर्दाखेरि अब यसपालि चाहिँ अब हामीलाई 5 वर्षलाई एटलिस्ट काम गर्ने मौका दिनुहोस् त्यसपछि काम गर्न सकेनौँ भने हामी 40 वर्षसम्म भोट हाल्नुहोस् भन्दैनौँ 5 वर्ष फ्याँकिदिनुहोस् हामीलाई चाल्छु ल हजुर चाल्छु ल टाल्दा पैसा पाइन्छ पैसा त मलाई कसैले दियो भने गोजीमा हाल्छु म पनि हो त्यसै गरी यो चारवटा अब फोटो हो कि तपाईँहरू जुन युवावर्ग हुनुहुन्छ यो चारवटामा ए होइन अरू कसैलाई भने बोला होइन नि त उम्मेदवार हुन्छ मलाई सोध्नुहोस् अहिलेको रेसियोमा पुऱ्याउनुहुन्छ त भन्नुको मतलब योभन्दा अगाडिको रेसियो जस्तो छ नि जस्तो यो अहिले तपाईँहरूले प्राङ्गारिक कृषि भन्दै हुनुहुन्छ प्राङ्गारिक कृषिको लागि त यसलाई फेरि विकसित गर्नु पऱ्यो होला नि त प्राङ्गारिक भन्ने शब्द पहिला भन त एकछिनमा गर्छु म तिमीलाई ल 10 मिनेट मैले बुझेँ अरू कसैले मागिराखेको होला पर्छ हामी हाल्छौँ कि फेरि